राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेमाथि जसरी नेपालमा सहकारी ठग, सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरी 3वटा आर्थिक मुद्दा लागेको छ, त्यसरी नै उनी अमेरिका बस्दाखेरि उनीमाथि 9वटा आर्थिक मुद्दा लागेको थियो। दुईवटैमा रोचक कुरा के छ भन्दाखेरि नेपालमा पनि उनीमाथि आर्थिक मुद्दा लागेको छ भने अमेरिका बस्दाखेरि पनि उनीमाथि आर्थिक मुद्दा नै लागेको थियो। अब आर्थिक मुद्दा लाग्न बित्तिकै कोही मान्छे दोषी हुँदैन वा गलत हुँदैन, तर उनी अमेरिकाको 9वटा मुद्दा मध्ये 3वटा मुद्दा हारेको थियो, जसमा जजमेन्ट उनको अगेन्स्टमा भएको थियो। भनेको जुन कम्पनीले उनीमाथि मुद्दा लगाएको थियो त्यो कम्पनीले जितेको छ, भनेको उनी त्यहाँ दोषी ठार भएको छन्, पेनाल्टी पनि पे गरेको छन्। अब कुरा गरौँ उनको मुद्दाको। यहाँ 3वटा मुद्दा यस्तो छ जहाँ उनी अमेरिकन ब्याङ्कबाट पैसा लिएको छन् तर फिर्ता गरेको छैनन्। फिर्ता नगरे बापत ती ब्याङ्कहरूले उनीमाथि मुद्दा लगाएका थिए। अमेरिकन एक्सप्रेस, डिस्कभर्ड बैंक र बैंक अफ अमेरिकाले उनीमाथि मुद्दा लगाएको थियो। नेपालमा जसरी सहकारी ठग गरेको छन् त्यसै त्यहाँ अमेरिकामा पनि 3वटा साना साना सहकारीबाट उनी पैसा लिएको छन्, जस्तै मिडल्यान्ड फन्डिङ, सोलमिनी इन्कर्पोरेसन र अर्को एक्सटेन्डेड भर्जन त्यसैको। अब त्यो 3वटा मुद्दा नेपाल जस्तै भयो। अर्को भन्दाखेरि 2वटा प्राइभेट कम्पनीबाट सेवा सुविधा लिए तर पैसा पे गरेनन्। सबभन्दा गाह्रो कुरा यहाँ के छ, जुन लास्ट मुद्दा छ त्यो मुद्दा स्टेट अफ मेरील्यान्डले लगाएको छ। भनेको जुन राज्यमा उनी बस्थे, बाल्टिमोरमा बस्थे, बाल्टिमोरको राज्य जुन थियो स्टेट अफ मेरील्यान्ड, मेरील्यान्डको सरकारले नै उनीमाथि मुद्दा लगाएको थियो। त्यो मुद्दा के कारणले लगाएको थियो भने उनी बाल्टिमोरमा बस्दाखेरि उनी साना साना बिजनेस व्यापार देखाउँथे, त्यो बिजनेस व्यापार गरे बापत सरकारले कुनै ट्याक्स पे गरेको थिएन। अनि सरकारले त्यो कुरा चिनोफान गर्दाखेरि उनले बिजनेसबाट पैसा कमाए, यो गरे त्यो गरे, तर सरकारलाई कर कहिले पनि पे गरेनन्। भनेको उनी जहिले पनि आफ्नो कम्पनी घाटामा देखाएर सरकारलाई कर छली गरे, अनि कर छलीको विरुद्धमा त्यो सरकारले उनीमाथि मुद्दा लगायो। यो 9वटै मुद्दा मध्ये 3वटा मुद्दा उनको अगेन्स्टमा, भनेको जुन कम्पनीले उनीमाथि मुद्दा लगायो त्यो कम्पनीले जितेको छ भने 3वटा मुद्दा 2018 सालदेखि उनी सम्पर्कमा नआउँदा धेरै दिन भइसकेपछि अटोमेटिक क्लोज भएको छन्। अनि 3वटा मुद्दा अहिले पनि स्टिल ओपन छ। उनी जुन दिन अमेरिका फर्कन्छन् त्यो दिन उनीमाथि कारबाही हुन्छ भन्ने छ। अब अगाडिको कुरा हेरौँ। यो भयो उनको आर्थिक मुद्दाको कुरा। नेपालमा सहकारी ठग भन्दा पनि अगाडि उनीमाथि नागरिकताको बारेमा मुद्दा लागेको थियो, जहाँ उनको संसद पद नै गएको थियो। अब त्यो कुरा पनि चिनोफान गरौँ। उनी नेपालमा जाँदाखेरि नेपालको जुन हाम्रो गृह मन्त्रालय छ त्यसमा उनी न्युज 24 चलाउनको लागि आफू अमेरिकन नागरिक भएर नि चलाउन पाउनुपर्छ भनेर उनी न्युज 24 च्यानल चलाउनको लागि दिएको आवेदन र गृह मन्त्रालयले पेश गरेको आवेदन एउटै छ, जहाँ उनको पासपोर्ट नम्बर पनि राखिएको छ। भनेको उनी नेपाल जाँदाखेरि नेपाली नागरिक भएर नगएर अमेरिकन ग्रीन कार्डको बेसमा उनी गएर नेपालमा न्युज 24 चलाउन खोजेको थिए। त्यतिखेर त्यो सानो कुरा थियो, तर उनी जतिखेर माहौल हेरेर राजनीतिमा पसेर संसद भइसकेपछि अरू मान्छेले त्यो कुरा थाहा पाएपछि त्यो सानो कुरालाई झिकेर उनीमाथि मुद्दा लगाएपछि उनको संसद पद नै गयो। त्यो कुरा पनि सरकारले न्याय, सरकार वा जनताको पक्षमा नै गरेको थियो, जहाँ रवि लामेछाने दोषी ठार भएको थिए र उनको संसद पद गएको थियो। अब सबभन्दा रोचक कुरा तपाईले के बताउँछु, जतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो त्यतिखेर उनको एउटा साथी थिए जसले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नको लागि सबैभन्दा धेरै फन्डिङ दिएको थिए। ती व्यक्ति थिए मोहन बहादुर थापा। मोहन बहादुर थापा र रवि लामेछाने मेरील्यान्डको जुन स्टेट थियो त्यसको बाल्टिमोर भन्ने ठाउँमा एउटै ठाउँमा बस्थे र दुवैजना बिजनेस पार्टनर थिए। अब दुवैजना बिजनेस पार्टनर भएपछि उनी मोहन बहादुर थापा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा सबभन्दा धेरै फन्डिङ गर्ने मान्छे थिए सुरुमा। अब त्यो कुरा गाह्रो भएन, तर मोहन बहादुर थापा 2025 सालमा जतिखेर अमेरिका फर्कने काम गरे त्यतिखेर उनीले फिलाडेल्फियाको एयरपोर्टबाट गिरफ्तार गरियो। गिरफ्तार के कारणले गरियो भन्दाखेरि उनी नेपालको राजनीतिमा एकता लगानी लगाए, त्यो कुरा बेग्लै भयो। तर उनी अमेरिकामा कस्तो बिजनेस गर्थे भन्दाखेरि उनी मनी लन्ड्रिङ, तपाईँ मनी लन्ड्रिङ भन्ने कुरा सुन्नुभएको छ होला। संसारमा अहिले नेपाली जता पनि जान्छन् एउटा सबभन्दा मेन गाह्रो भनेको कुनै देशको लागि भिसा पाउनुको गाह्रो कारण के हो भने नेपालमा मनी लन्ड्रिङ सबभन्दा धेरै हुन्छ। त्यसैले गर्दा नेपाल ब्ल्याकलिस्ट वा ग्रे लिस्टमा पर्न जान्छ। अनि त्यो मनी लन्ड्रिङ गर्ने व्यक्ति थिए मोहन बहादुर थापा अमेरिकाको इमिग्रेसनको हिसाबले। अनि उनी लाइसेन्स बनाउँदाखेरि यताउता लाइसेन्सको हेरफेर गरेर अमेरिकामा पैसा कमाउँथे। त्यस्तो केसमा फसेका थिए मोहन बहादुर थापा। अनि मोहन बहादुर थापा अहिले न त नेपालमा छन् न अमेरिकाको स्वतन्त्रमा छन्, अहिले उनी फिलाडेल्फियाको जेलमा छन्। ती व्यक्ति जो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबैभन्दा धेरै फन्डिङ गर्ने व्यक्ति हुन्, ऊ व्यक्ति अहिले अमेरिकाको जेलमा छन्। अनि राष्ट्रिय स्वतन्त्र